लगाइदिएको एकचोटि त हेर्छु न दुईटा प्लेयर्स बिच चाहिँ यस्तो खतरनाक घम्सा घम्सी पर्छ नि त हेर्छु कस्तो खतरनाक ट्याकल हान्ने जिताएर रेस्लिङ मलाई यो हेर्दाखेरि चाहिँ ठ्याक्कै एमबाप्पेको त एकचोटि लडेको थियो नि तर एमबाप्पे लड्दाखेरि चाहिँ दुईजना थिएन होइन तर सेम स्टाइलमा होइन एक्लै हेर्नु न मलाई ठ्याक्कै यो याद आयो कि यो ब्रोहरूको भिडियो हेर्दाखेरि चाहिँ ठ्याक्कै यो याद आयो कि हेर्नु त बोल्दा चिया बसा बाँधेर हेर कस्तो न्याक दिएको छ यता हेर्नु ल ओ माइ गॉड धन्न ब्रोलाई केही पनि भएन कि ठडै भयो भने ठाने मैले यार गर्दैन भाँच्यो होला भनेको त धन्न भाँचिन छ यार हेर्नुहोस् नजिक उठेर साले झेली गर्छस् चिटिङ गरेर खेल्छस् भनेर यता हेर्नुहोस् न ब्रोले जानी यार गर्दनमा समातेर यता हेर्नुहोस् न ल पक्लकै ढालिदिएको छ त हेर्नुहोस् त ल यस्तो नम्बर तानेर यता हेर्नुहोस् न गर्दन जोताइदिएको छ ल हेर्नुहोस् त सेम एम्बाप्पे स्टाइलमा ढलेको ब्रो ढल्न चाहिँ यस्तो नम्बरले जोतिँदा पनि ब्रो चाहिँ जुरुक्क उठेर तमुजी झेली गरेर हेड्लस भनेर हेर्नुहोस् न धकलिदिन्छ होइन अनि पछाडिबाट अरू केटाहरू आएर फेरि अर्कोले धकेल्ने एउटाले अर्कोलाई धकेल्ने गर्दा गर्दा अर्को 16 नम्बरले कुटे खाइसके पछाडि हेर्नुहोस् न त्यहाँ घरको धुरीमाथि बस्दै फुटबल फ्यान्सहरू सबैजना मजा लिइरहेको थियो सबैजना खुलित हुन पुगिदिइरहेको हेर्नुहोस् न ओ माई गुडनेस ल खतम